सबैजनालाई स्वागत छ रिभोल्युसन च्यानलमा, जहाँ हामी एक बुक मात्र नभएर वास्तविक जीवनमा नै कसरी रिभोल्युसन ल्याउन सकिन्छ भनी छलफल गर्छौं। आउनुहोस् फेरि हामी थिंक एन्ड ग्रो रिच, जसलाई 20 वर्षसम्म सफल व्यक्तिहरूको इन्टरभ्यू लिएर नेपोलियन हिलद्वारा लेखिएको एक विश्व प्रसिद्ध पुस्तक हो, जहाँ सफलताका विभिन्न सूत्रहरू लेखिएको छ। च्याप्टर 4 अटो सजेसन। अटो सजेसन भनेको के हो त? अटो सजेसन इज सेल्फ सजेसन, अर्थात् अटो सजेसन भनेको आफूले आफ्नै माइन्डलाई दिएको एउटा सुझाव हो। फर इक्जाम्पलको लागि एउटा नेगेटिभ स्टुडेन्टको अटो सजेसन कस्तो हुन्छ त? सिलेबस धेरै छ, बोर्ड डिफिकल्ट आउँछ, म टपर होइन। यसले कस्तो रिजल्ट ल्याउँछ त? उसलाई स्ट्रेस बढाउँछ, चिन्ता बढाइदिन्छ, फियर बढाउँछ, उसको डरमा पनि के हुन्छ? वृद्धि हुन्छ। र प्रोक्रेस्टिनेसन आल्टाले बानीको के हुन्छ? वृद्धि हुन्छ। तर हाम्रो पावरफुल अटो सजेसन दियो भने म डेली इम्प्रुभ हुँदैछु, कन्सिस्टेन्सी मेरो स्ट्रेन्थ हो, म फोकस स्टुडेन्ट बन्दैछु भन्यो भने यसको रिजल्ट चाहिँ तपाईको कन्फिडेन्समा वृद्धि आउँछ, कामनेस हुन्छ, तपाईँ शान्तिपना आउँछ, तपाईँलाई स्ट्रेस हुँदैन र तपाईँको फोकस बढ्छ र तपाईँ डिसिप्लिन अनुशासित हुनुहुन्छ। तपाईँले आज गरेको काम भोलि यही समयमा पनि फेरि कन्सिस्टेन्सी भएर लाग्नुहुन्छ। भिजुअलाइजेसन एन्ड रिपिटेसन चेन्ज युर माइन्डसेट। यी दुई कम्बाइन हुँदा पावरफुल इफेक्ट आउँछ। यदि तपाईँले भिजुअलाइजेसन एन्ड रिपिटेसनलाई चाहिँ तपाईँले बढी फोकस गर्नुभयो भने यसले तपाईँको माइन्डसेटलाई नै पुरै चेन्ज गरिदिन्छ। फर इक्जाम्पलको लागि हेर्दामा तपाईँले सुत्नु अघि इमेजिन गर्नुहोस् तपाईँ डिसिप्लिन भएर पढ्दै हुनुहुन्छ, एक्जाम कन्फिडेन्टली लेख्दै हुनुहुन्छ, डिस्टिङ्गस आएको छ, तपाईँको पहिलाको भन्दा अहिलेको कम्पेयरमा धेरै फरक बनाएको छ। तपाईँले यहाँ के गर्नुभयो? तपाईँले अहिले यहाँ चाहिँ अटो सजेसन मात्रै दिनु भएन कि तपाईँले भिजुअलाइजेसन सहित गर्नुभयो। यो चाहिँ एकदमै इफेक्टफुल एउटा फर्मुला हो भनेर बुझ्नु पर्छ। वाइ मस्ट पिपुल फेल? किनकि डिजायर विक हुन्छ। मान्छे फेल हुनुको कारणै उनीहरूको डिजायर विक हुन्छ, उनीहरूसँग बर्निङ डिजायर हुँदैन, रिपिटेसन हुँदैन। किनकि तपाईँले फेथ बिल्ड गर्न र अटो सजेसनले आफैले अटो सजेसन गर्न पनि तपाईँलाई रिपिटेसन चाहिन्छ, कन्फिडेन्स बिल्ड गर्न पनि रिपिटेसन चाहिन्छ। रिपिटेसन इज द मोस्ट इम्पोर्टेन्ट फ्याक्ट है त। सेल्फ टक नेगेटिभ हुन्छ, उनीहरूको सेल्फ टक नेगेटिभ हुन्छ र कन्सिस्टेन्सी हुँदैन। आज एउटा काम गर्छ भने भोलि ऊ त्यो काम छोडिहाल्छ भनेको छु, उसँग टिकाउपना चाहिँ हुँदैन। योर माइन्ड बिलिभ वाट यु रिपिटेडली फिड इट। यदि नेगेटिभ फिड गरियो, तपाईँले आफ्नो माइन्डलाई जस्तो दिनुहुन्छ, जस्तो तपाईँले आफ्नो माइन्डमा रोप्नुहुन्छ त्यस्तै तपाईँलाई फल दिन्छ। माइन्ड इज लाइक अ सोइल भन्छ। माइन्ड भनेको एउटा माटो जस्तै हो, तपाईँले जे रोप्नुभयो त्यसले त्यही नै दिन्छ। त्यसपछि तपाईँले यदि तपाईँले चाहिँ नेगेटिभ फिड गरियो, नेगेटिभ कुरालाई हालियो भने त्यसले नेगेटिभ चिज नै उमार्छ। र यदि तपाईँले पावरफुल थट्स फिड गरियो भने त्यसले चाहिँ पावरफुल पर्सनालिटी चाहिँ तपाईँको डेभलप गर्छ। भनेपछि यसलाई बारी एउटा माटो जस्तै बुझ्ने, तपाईँले जस्तो बिउ रोप्नुभयो फल त्यस्तै आउँछ। अब हामी प्र्याक्टिकल टास्क मेथडमा जान्छौँ है त। नेपोलियन हिलले सजेस्ट गरेको चाहिँ प्र्याक्टिकल प्रोसेसहरूलाई हामी बढ्छौँ। स्टेप 1 गोल लेख्नुहोस्। तपाईँको गोल के छ त्यसलाई स्पष्ट क्लियर लेख्नुहोस्। 2 मर्निङ र नाइटमा पढ्नुहोस्। 3 इमोसन सहित इमेजिनेसन गर्नुहोस्। तपाईँले भिजुअलाइजेसन सहित, रिपिटेसन सहित, अटो सजेसन सहित, बिलिभ सहित चाहिँ यसलाई स्टडी गर्नुहोस्। 4 अलरेडी एचिभ जस्तो फिल गर्नुहोस् भनेको भिजुअलाइजेसन गर्नुहोस्।